हेलो एभ्रिवान, आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म खासै भिडियो चाहिँ बनाउँदिनँ, तर आज सानो विषयमा भिडियो चाहिँ बनाउन मन लाग्यो, त्यसैले बनाउन गइरहेको चाहिँ भिडियो अन्तिमसम्म हेर्नु होला। बालेन शाहलाई ज्यान मार्ने धम्की हो। किनभने आज मैले बिहानै उठेर चाहिँ सामाजिक सञ्जालहरू चाहिँ चलाउँदाखेरि चाहिँ मैले भिडियो चाहिँ एकदम धेरै नै सामाजिक सञ्जालमा चाहिँ पाएँ होइन। किनकि बालेन शाहलाई मार्ने भन्ने त्यो त्यो टाइपले एउटा चाहिँ षड्यन्त्र रचेर चाहिँ बालेन शाहलाई यसरी मार्छौँ त्यसरी मार्छौँ भनेर चाहिँ एउटा अराजक तत्त्वहरूले चाहिँ एउटा प्लानिङ गरिरहेको भिडियो चाहिँ मैले भेटेँ र मलाई सानो केही बोल्न मन लाग्यो र यो भिडियो बनाउन गइरहेको छु है। किनभने हाम्रो देशको एउटा नेतृत्व गर्छु भनेर चाहिँ एउटा होइन भावी प्रधानमन्त्री एउटा बन्छु र देशलाई चाहिँ एउटा राम्रो दिशामा चाहिँ लान्छु भन्ने हिसाबले एउटा त्यो अठोट लिएर चाहिँ अगाडि बढिराख्नु भएको हाम्रो राजसभा नेता बालेन शाह र झापा अब क्षेत्र नम्बर 5बाट अब आउने फागुनको 21 गतेको चुनाव लड्दै हुनुहुन्छ र केपी पूर्व प्रधानमन्त्री केपी ओलीको प्रतिस्पर्धी भएर र झापामा चुनाव लड्दै गर्दाखेरि चाहिँ एमालेका अब झोले भरौटे भनौँ न अराजक तत्त्वहरूले चाहिँ बालेन शाहलाई ज्यान मार्ने धम्की दिएर चाहिँ यस्तो टाइपले चाहिँ सामाजिक सञ्जालमा चाहिँ एकदम छरपष्ट फैलाइरहेका छन्। यो के हो, प्रशासन कहाँ छ हाम्रो होइन। किनभनेदेखि एउटा युवालाई होइन एउटा चाहिँ राम्रो एउटा लिडरसिप गर्ने व्यक्तिलाई चाहिँ सुरक्षा पनि त्यही अनुसारको हुनु पर्यो। प्रशासन कहाँ छ? यो भिडियोहरू चाहिँ एकदम अहिले छरपष्टै छ क्या सामाजिक सञ्जालमा। र एउटा प्रशासनले चाहिँ गर्नुपर्ने काम किन गरिरहेको छैन होइन। र यस्तो अराजक तत्त्वहरूलाई चाहिँ एकदम चाँडोभन्दा चाँडो कारबाही गर्नु पर्यो। ल एकैछिन यो भिडियो हेरौँ है त। ढाबामा यो लुसिफर जान्छ भने त्यसलाई जहाँबाट चाहिँ गोली ठोक्ने वातावरण बनाउनु पर्छ क्या। जहाँबाट बनाइसिया छ हान्ने पनि हो। हामी के मान्छे झापा 5मा चाहिँ तपाईँको चाहिँ त्यहाँ हाम्रो प्रतिनिधिहरूको कुरा भएको छ। मेरो दाइ होइन एमालेको पुरै मान्छे सतर्क छन्, बजाउनेवालै छन्। बजाउने चाहिँ कहिले भने त्यो सुन्नु न, सर्वदलीय बजाउने पनि कहिले भने तपाईँको त्यो बुधमा तपाईँको सर्वदलीय बैठक राख्छ नि, त्यो चाहिँ तपाईँको चाहिँ त्यो निर्वाचन समितिले हो त्यतिखेर चाहिँ ठोक्छौँ हामी भनेका छन् केटाहरूले होइन। हेरौँ अब के हुन्छ। अब यो लुसिफरलाई चाहिँ लहटिन्छ दाइ। लुसिफर हो कि सुसिफर हो जान्छ भने त्यहाँ अब एमाले ठुलो शक्ति प्रयोग गर्नुपर्छ। त्यहाँ बरु पैसा खर्च गर्नुपर्छ। सामदाम दण्ड भेट भन्छ, त्यो गर्नै पर्छ। गरेन भने फेरि एमालेलाई मैले खबरदारी गर्ने गर्छ दाइ। तपाईँले पिठे खान्छ क्या, ढुक्क हुनु पिठे खान्छ क्या ढुक्क। दाइ पर्चामा जाँदाखेरि बाटो छेक्ने हो कि बाटो छेक्ने हो त्यही भनेको। कहाँ बाटोमा अन्तिम चेतावनी मैले फेरि पनि भन्छु, एमालेको साँच्चै राष्ट्रवादी शक्ति हो, देशभक्ति शक्ति हो भने झापामा बालेन आउँदा मन्दिरमा चाहिँ ठिक छ, मन्दिरमा एकदम ठिक छ। कालो मोसो लाएर कुदाउनु पर्छ मेरो भनेको। मन्दिरमा त ठिकै। एकजनाले रोकिदिने हो, गएर त्यसको विरुद्धमा अर्को मान्छे उठाइदिने हो। त्यही भएर जाँदैछु म त। म अब निक्लिन्ला हो, जाँदैछु म त। पैसा यताउति भयो भने हर्खलाई सपोर्ट गर्न अनि गएर झापा पनि पुग्ने हो। एकचोटि उता गएर रूपन्देहीतिर गएर मान्छे झापा 5मा चाहिँ तपाईँको चाहिँ त्यहाँ हाम्रो प्रतिनिधिहरूको कुरा भएको छ। मेरो दाइ होइन एमालेको पुरै मान्छे सतर्क छन्, बजाउनेवालै छन्। बजाउने चाहिँ कहिले भने त्यो सुन्नु न, सर्वदलीय बजाउने पनि कहिले भने तपाईँको त्यो बुधमा तपाईँको सर्वदलीय बैठक राख्छ नि, त्यो चाहिँ तपाईँको चाहिँ त्यो निर्वाचन समितिले हो त्यतिखेर चाहिँ ठोक्छौँ हामी भनेका छन् केटाहरूले होइन। अरू बेला पनि अब तिमीहरूले चाहिँ बहिष्कार गर्न पर्थ्यो। त्यो घर दैलो पनि भनेको घर दैलोलाई पनि बहिष्कार गर्ने भनेर टोली पुरै तयारी भएको छ क्या दाइ। अगाडि पङ्क्तिमा युथ भलन्टियर फोर्स, त्योभन्दा पछाडि युथ फोर्स, त्योभन्दा पछाडि अनेरा छोप्यो। पुरै 3 लयर छ क्या दाइ, तीन लयर राखेको छ क्या होइन। अब त्यस्तो अवस्था छ। अब हेरौँ अब के हुन्छ। अब यो लुसिफरलाई चाहिँ लहटिन्छ दाइ। जमानत जफत गरेर लहटिन्छ। चुनाव होस् नहोस् सरकार भएन, चुनाव हुने कुरो पछाडि हो। ढाबामा यो लुसिफर जान्छ भने त्यसलाई जहाँबाट चाहिँ गोली ठोक्ने वातावरण बनाउनु पर्छ क्या। जहाँबाट बनाइसिया छ हान्ने पनि हो। हामी के भानु चुडाली म राजसंस्था उकालो गर्ने मान्छे हो। राजसंस्था उकालो गर्ने मान्छे भने राजाको बारेमा जबसम्म कसले पनि गलत बोल्छ भने राजा चाहियो भन्दैन भने त्यसलाई कहाँ पूजा गरेर बसिन्छ भने पूजा गरिन्छ भनेको। जहाँबाट चाहिँ गोली ठोक्ने पुरानो नेताहरूले त देश खतमै बनाएको थिए।
नयाँले चाहिँ देशै नरानी भयो यहाँ धेरै मान्छे मर्ने त्यो भयो त राजाले भन्नुभयो त त्यो भएर अब चाहिँ पुरानोलाई नि बरु लिएर आउनुपर्छ पुरानोलाई बरु सुधारेर धोइधाइ गर्न मिल्छ झापामा यो लुसिफर जान्छ भने त्यसलाई जहाँबाट चाहिँ गोली ठोक्ने वातावरण बनाउनु पर्छ क्या जहाँबाट चाहिँ बनाइसिया छ दाइ बनाइसिया छ हान्ने पनि हो यस्तो हामी के मान्छे झापा 5 मा चाहिँ तपाईँको चाहिँ त्यहाँ हाम्रो प्रतिनिधिहरूसँग कुरा भएको छ मेरो दाइ होइन एमालेको पुरै मान्छे सतर्क छन् बजाउनेवालै छन् बजाउने चाहिँ कहिले भने त्यो सुन्नु न सर्वदलीय बजाउने पनि कहिले रे भने तपाईँको त्यो बुधमा तपाईँको सर्वदलीय बैठक राख्छ नि त्यो चाहिँ तपाईँको चाहिँ त्यो निर्वाचन समितिले ओ त्यतिखेर चाहिँ ठोक्छौँ हामी भनेका छन् केटाहरूले होइन हेरौँ अब के हुन्छ अब यो लुसिफरलाई चाहिँ लहटिन्छ दाइ लुसिफर हो कि सुसिफर हो जान्छ भने त्यहाँ अब एमाले ठुलो शक्ति प्रयोग गर्नुपर्छ त्यहाँ बरु पैसा खर्च गर्नुपर्छ सामदाम दण्ड भेट भन्छ त्यो गर्नै पर्छ गरेन भने फेरि एमालेलाई मैले खबरदारी गर्ने क्या गर्छ दाइ तपाईँले पिठे खान्छ क्या ढुक्क हुनु पिठे खान्छ क्या ढुक्क दाइ पर्चामा जाँदाखेरि बाटो छेक्ने हो कि बाटो छेक्ने हो हो त्यही भनेको ठोक्ने त्यसलाई कहाँ बाटोमा अन्तिम चेतावनी मैले फेरि पनि भन्छु एमालेको साँच्चै राष्ट्रवादी शक्ति हो देशभक्ति शक्ति हो भने झापामा बालेन आउँदा त्यो दाइले बालेनलाई भन्नुभएको छ नि त्यहाँबाट मन्दिरमा चाहिँ ठिक छ मन्दिरमा एकदम ठिक छ कालो मोसो लाएर कुदाउनु पर्छ मेरो भनेको मन्दिरमा त ठिकै एकजनाले रोकिदिने हो गएर त्यसको विरुद्धमा अर्को मान्छे उठाइदिने हो त्यही भएर जाँदैछु म त म अब निक्लिन्ला हो जाँदैछु म त पैसा यताउति भयो भने हर्खलाई सपोर्ट गर्न अनि गएर झापा पनि पुग्ने हो एकचोटि उता गएर हाम रूपन्देहीतिर गएर हाम मान्छे झापा 5 मा चाहिँ तपाईँको चाहिँ त्यहाँ हाम्रो प्रतिनिधिहरूसँग कुरा भएको छ मेरो दाइ होइन एमालेको पुरै मान्छे सतर्क छन् बजाउनेवालै छन् बजाउने चाहिँ कहिले भने त्यो सुन्नु न सर्वदलीय बजाउने पनि कहिले रे भने तपाईँको त्यो बुधमा तपाईँको सर्वदलीय बैठक राख्छ नि त्यो चाहिँ तपाईँको चाहिँ त्यो निर्वाचन समितिले ओ त्यतिखेर चाहिँ ठोक्छौँ हामी भनेका छन् केटाहरूले होइन अरू बेलामा पनि अब तिमीहरूले चाहिँ बहिष्कार गर्न पर्थ्यो त्यो घर दैलो पनि भनेको घर दैलोलाई पनि बहिष्कार गरिदियो भनेर टोली पुरै तयारी भएको छ क्या दाइ अगाडि पङ्क्तिमा युथ भलन्टियर फोर्स त्योभन्दा पछाडि युथ फोर्स त्योभन्दा पछाडि अनेरा छोक्यो पुरै 3 लयर छ क्या दाइ तीन लयर राखेको छ क्या होइन अब त्यस्तो अवस्था छ अब हेरौँ अब के हुन्छ अब यो लुसिफरलाई चाहिँ लहटिन्छ दाइ जमाना जफत गरेर लहटिन्छ झापामा चुनाव होस् नहोस् सरकार भएन चुनाव हुने कुरो पछाडि हो झापामा यो लुसिफर जान्छ भने त्यसलाई जहाँबाट चाहिँ गोली ठोक्ने वातावरण बनाउनु पर्छ क्या जहाँबाट बनाइसिया छ दाइ बनाइसिया छ हान्ने पनि हो हामी के भानु चुनावले म राजसंस्था उकालो गर्ने मान्छे हो राजसंस्था उकालो गर्ने मान्छे भने राजाको बारेमा जबसम्म कसले पनि गलत बोल्छ भने राजा चाहियो भन्दैन भन्दै भने त्यसलाई कहाँ पूजा गरेर बसिन्छ भने पूजा गरिन्छ भनेको जहाँबाट चाहिँ गोली ठोक्ने पुरानो नेताहरूले त देश खतमै बनाएको थिए नयाँले चाहिँ देशै नरानी भयो यहाँ धेरै मान्छे मर्ने त्यो त भयो राजाले भन्नुभयो त त्यो भएर अब चाहिँ पुरानोलाई नि बरु लिएर आउनुपर्छ पुरानोलाई बरु सुधारेर धोइधाइ गर्न मिल्छ झापामा यो लुसिफर जान्छ भने त्यसलाई जहाँबाट चाहिँ गोली ठोक्ने वातावरण बनाउनु पर्छ क्या जहाँबाट बनाइसिया छ दाइ बनाइसिया छ हान्ने पनि हो हामी के मान्छे झापा 5 मा चाहिँ तपाईँको चाहिँ त्यहाँ हाम्रो प्रतिनिधिहरूसँग कुरा भएको छ मेरो दाइ होइन एमालेको पुरै मान्छे सतर्क छन् बजाउनेवालै छन् बजाउने चाहिँ कहिले भने त्यो सुन्नु न सर्वदलीय बजाउने पनि कहिले रे भने तपाईँको त्यो बुधमा तपाईँको सर्वदलीय बैठक राख्छ नि त्यो चाहिँ तपाईँको चाहिँ त्यो निर्वाचन समितिले ओ त्यतिखेर चाहिँ ठोक्छौँ हामी भनेका छन् केटाहरूले होइन हेरौँ अब के हुन्छ अब यो लुसिफरलाई चाहिँ लहटिन्छ दाइ लुसिफर हो कि सुसिफर हो जान्छ भने त्यहाँ अब एमाले ठुलो शक्ति प्रयोग गर्नुपर्छ त्यहाँ बरु पैसा खर्च गर्नुपर्छ सामदाम दण्ड भेट भन्छ त्यो गर्नै पर्छ गरेन भने फेरि एमालेलाई मैले खबरदारी गर्ने क्या गर्छ दाइ तपाईँले पिठे खान्छ क्या ढुक्क हुनु पिठे खान्छ क्या ढुक्क दाइ पर्चामा जाँदाखेरि बाटो छेक्ने हो कि बाटो छेक्ने हो हो त्यही भनेको ठोक्ने त्यसलाई कहाँ बाटोमा अन्तिम चेतावनी मैले फेरि पनि भन्छु एमालेको साँच्चै राष्ट्रवादी शक्ति हो देशभक्ति शक्ति हो भने झापामा बालेन आउँदा त्यो दाइले बालेनलाई भन्नुभएको छ नि मन्दिरमा चाहिँ ठिक छ मन्दिरमा एकदम ठिक छ कालो मोसो लाएर कुदाउनु पर्छ मेरो भनेको मन्दिरमा त ठिकै एकजनाले रोकिदिने हो गएर त्यसको विरुद्धमा अर्को मान्छे उठाइदिने हो त्यही भएर जाँदैछु म त म अब निक्लिन्ला हो जाँदैछु म त पैसा यताउति भयो भने हर्खलाई सपोर्ट गर्न अनि गएर झापा पनि पुग्ने हो एकचोटि
एकचोटि उता गएर हाम रूपन्देहीतिर गएर हाम मान्छे झापा 5 मा चाहिँ तपाईँको चाहिँ त्यहाँ हाम्रो प्रतिनिधिहरूसँग कुरा भएको छ मेरो दाइ होइन एमालेको पुरै मान्छे सतर्क छन् बजाउनेवालै छन् बजाउने चाहिँ कहिले भने त्यो सुन्नु न सर्वदलीय बजाउने पनि कहिले भने तपाईँको त्यो बुधमा तपाईँको सर्वदलीय बैठक राख्छ नि त्यो चाहिँ तपाईँको चाहिँ त्यो निर्वाचन समितिले हो त्यतिखेर चाहिँ ठोक्छौँ हामी भनेका छन् केटाहरूले होइन अरू बेला पनि अब तिमीहरूले चाहिँ बहिष्कार गर्न पर्थ्यो त्यो घर दैलो पनि भनेको घर दैलोलाई पनि बहिष्कार गरिदियो भनेर टोली पुरै तयारी भएको छ क्या दाइ अगाडि पङ्क्तिमा युथ भलन्टियर फोर्स त्योभन्दा पछाडि युथ फोर्स त्योभन्दा पछाडि अनेरा छोक्यो पुरै 3 लयर छ क्या दाइ तीन लयर राखेको छ के होइन अब त्यस्तो अवस्था छ अब हेरौँ अब के हुन्छ अब यो लुसिफरलाई चाहिँ लहटिन्छ दाइ जमाना जफत गरेर लहटिन्छ झापामा चुनाव होस् नहोस् सरकार भएन चुनाव हुने कुरो पछाडि हो झापामा यो लुसिफर जान्छ भने त्यसलाई जहाँबाट चाहिँ गोली ठोक्ने वातावरण बनाउनु पर्छ क्या जहाँबाट बनाइसिया छ दाइ बनाइसिया छ हान्ने पनि हो हामी के भानु चुडाली म राजसंस्था उकालो गर्ने मान्छे हो राजसंस्था उकालो गर्ने मान्छे भने राजाको बारेमा जबसम्म कसले पनि गलत बोल्छ भने राजा चाहियो भन्दैन भने त्यसलाई कहाँ पूजा गरेर बसिन्छ भने पूजा गरिन्छ भनेको